वेलकम ब्याक टु माई न्यू अनदर भिडियो। सबैजनालाई वेलकम छ हाम्रो न्यू ब्लगमा। आज हामी फिल्डको मर्मतमा लागिसकेका छौँ। पानीको कारणले साइडमा पानी जमेछ, अलि खाल्टो भएछ। त्यही खाल्टो भर्नको लागि आज हामी केटाहरू र मेरो सम्पूर्ण भाइहरू सबैजना मस्त काममा जुडिसकेछ। एकजना भाइले त्यहीबाट हाई गर्दै र अझै हामी निरन्तर जारी छ फिल्डलाई मर्मत गर्न। र आज फाइनल खेल छ हाम्रो। र यहाँ भेडुम्यान के भन्न चाहनुहुन्छ तपाईँ? भाइहरूले पुरा ऊ भाइ चाहिँ पानी फाल्दैछ अघिदेखि, बिहानदेखि नै ऊ भाइ पानी फालेको फालै छ। पानी साइडमा कतै खाल्टो परेर पुरा पानी जमिसकेछ। अहिले हाम्रो जुन काम गर्ने अवस्था थियो त्यो अहिले काम गरि नै रहेछौँ हामी। र यहाँ खाल्टो नै खाल्टो छ आज। र फाइनल खेल आज हामीलाई जसरी भयो नि यो फिल्डलाई अलिअलि कति पनि मर्मत गर्नै पर्छ, नत्र गेम कसरी हुन्छ यो खेल मैदानमा तपाईँहरू हेर्न सक्नुहुन्छ। र अझै हामी कोसिस गर्दैछौँ, अझै मस्तसँग अझै अगाडि बढ्दैछौँ। अझै यो जुन यो ग्राउन्ड छ यसलाई अझै मर्मतमा लागेका छौँ। पानीहरू खाल्टो नै भइसकेछ, साइडमा खाल्टो र पानी धेरै छ। र अब केटाहरूले केही एकछिनपछि आराम गर्ने अवस्था आइसकेछ। एकछिन अब आराम गर्ने र यो जुन सामानहरू छ यो सब अब मिलाउने अवस्था आइसकेछ। अब चार आदमी सबैजना चारजना मिलेर उठाउन केडा हो। र अहिले हामी फाइनल खेलको तयारीमा गरिरहेछौँ। र आजको फाइनल खेल तपाईँहरू 12 बजेदेखि आइदिनु होला हेर्न। बाप रे बाप, यो भाइ त बाम। व्हाट्स अप गाइज, एन्ड अहिले हामी यो केटाहरू पुरा फिल्डको सबै जुन आजको जुन फाइनल गेम छ उसको तयारीमा लागिसकेछौँ। केटाहरूले कुर्सीहरू यसो बस्ने कुराहरू निकाल्दैछ। र कहिलेकाहीँ निकाल्नु पनि पर्छ, अलि हामीलाई बस्ने कुराहरू पनि लग्नुपर्छ। म नि एउटा केही उठाइदिउँ होइन, म यसो ब्लग बनाउँदै हिँडिरहेको छु अघिदेखि। तपाईँहरू यो ब्लगलाई मस्त सपोर्ट गरिदिनु पर्यो होइन। अझै भिडियोहरू म बवाल अपलोड गर्नेछु। अब अलि डेकोरेसन गर्न बाँकी छ। र तपाईँहरू हाम्रो ग्राउन्ड हेर्न सक्नुहुन्छ। यसपालि अलि माटोहरूले भरेर साइडमा खाल्टो बनेको छ, नत्र हाम्रो ग्राउन्ड पनि बवाल छ। के भन्न चाहनुहुन्छ भिडमा? केही भन्दिनँ, यो मुजीहरूले सबै फिल्ड बिगारिदिएको छ। 10 वर्षदेखि माटी नै भोराइरहेछ। यताको अवस्था हेर्नु त, अहिलेसम्म ग्राउन्ड कस्तो छ यहाँ साला। यसमा धान रोपिदियो भने, गहुँ अब्जाइदियो भने हुन्छ क्या। 544 वर्षको इतिहासलाई यिनीहरूले पानी गरिदिएको छ। यत्रो भनौँ न 4400 साल भइसक्यो फिल्डको म्याच गेम चल्दा तर पनि फिल्डको अवस्था त्यस्तो आएको छैन। साइडमा खाल्टो नै खाल्टो। यो जुन गेम आज हुनेवाला छ, तपाईँहरू घर बसी पनि यो गेम र यो आजको म्याचको आनन्द लिन सक्नुहुन्छ। तपाईँहरूले फेसबुक पेजमा गएर goalsnepal.com सर्च गरी लाइभ हेर्न सक्नुहुन्छ। र हाम्रो अब माटो भर्ने अवस्थामा पिक्चर पनि आइसकेछ। अब अझै बालुवा यसमा हाल्नुपर्ने छ, अझै बालुवा हाल्ने बाँकी छ। अझै फिल्डको अझै मर्मत। र आज एउटा खुसीको खबर के छ भने 3 दिनदेखि लगातार पानी परिरहेको थियो र आज पानी पर्ने मौसम जस्तो छैन। र आज घाम पनि बब्बाल लगाइदिएको छ क्या, फेरि घाम पनि बब्बाल छ। र आज अलि फिल्डको पनि घामको कारणले अलि पानी पनि सुकिन्छ। यसो पानीहरू बगेर होइन अलि माटो पनि बसिन्छ नि त, खेल्न पनि मजा आउँछ। भोलिको खेल त यस्तो खतम थियो नि, पानी मान्छेहरू खेलाडीहरू त यस्तो कुद्दा पुरा तनाव, पानीमै कोही लडिन्थ्यो, पानीमै खुट्टा यत्रो धस्थ्यो क्या। र आज अब हेर्छु आजको गेम कस्तो हुन्छ। तर आज राम्रो कुरा के हो भने मस्त घाम लागेछ क्या।
त्यो चाहिँ मलाई राम्रो पोइन्ट लाग्यो र अझै अब भिडियोमा तपाईँहरूलाई म हेराउँछु। व्हाट्सअप गाइज, फेरि ब्लग स्टार्ट भइसकेछ र आज हाम्रो इमोर्टल अङ्कल आइसक्नु भयो। सृजन चेतना 44औं रनिङ सिल फुटबल प्रतियोगिता 2082 सालको आइतबार आज कति गते 16 गतेको दिन केही बेरमा अब खेल सुरु हुन गइरहेको छ। तसर्थ खेल प्रेमी दर्शक महानुभावहरूलाई यस खेल मैदानभित्र यथाशीघ्र अवस्थामा आएर आफ्नो आफ्नो स्थानमा बसिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। सो व्हाट्सअप गाइज, हामीहरू हेर्न सक्नुहुन्छ अहिले यस्तो जिउै खल्लो भइसकेछ। यस्तो पुरा डिजे सिजे उठाएर फिल्डको अवस्था अलि गम्भीर छ। पुरा साइडमा खाल्टो र पानीहरू छ र आज अलि डिजे ल्याउँदा गाडी त्यहीँ राखेछ गेटैनिर। पुरा जिउभरि पसिना पुरा यो हेलो। ओहो, हाम्रो आइसकेछ स्वयंसेवक सुदी। बाप रे बाप, यो भाइ त हाम्रो पाइनला। सो अहिले पानी खाम एकछिन। यस्तो गम्भीर छ अवस्था बा। केटाहरूले त थाक्यो आज होइन। यो एउटा यहाँ पनि भाइ छ, सब थाक्यो आज। लास्ट काम गर्दा तनावै छ। पसिनाबाट पुरा जिउ खल्ल भइसकेछ त गाइस। नहीं मरचाई कथ्यो कहबी तू मैं कहीं खोलो आलो से पहने के दल को पहिने करो के पहिने कीट दिन नहीं मरचाई के फाइट गया जो काम करत के भीड़ सर से पुरा दिनभरि काम गर्दा यस्तो हालत खराब छ पुरा। यो हेर्नु न, झन् पानी भयो। अब यसमा झन् ल अब अझै काम गर्न हामी जारी छौँ। तपाईँहरूलाई एकछिन पछि देखाउँछु भिडियो होइन। ल म नि अब काम गरिदिन्छु, थाकेछ सब केटाहरूले। ल सो व्हाट्सअप गाइज, तपाईँहरू हेर्न सक्नुहुन्छ हामीले अब धर्को तान्ने कार्यक्रम भइसकेछ। लास्टै घामिसक्यो गाइज। काम गर्दा पुरा दिउँसो दिनभरि काम अहिले आयो मान्छे, अहिले आयो। तर हामीले यता केटाहरूले काम गर्दा यहाँ भाइ ओ भाइ आइकर आइ तोर हालत ल केटा हो ल केटा हो सो गाइज, तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ हाम्रो काम अब सकिने आँट्यो लगभग। अब आजको ब्लग म यहीँ एन्ड गर्न चाहन्छु। तपाईँहरूलाई अझै यस्तै हाम्रो काम गर्ने ब्लग र हाम्रो जुन यो केटाहरूले सहयोग गरिरहेछ जुन यो फिल्डमा, त्यो ब्लग तपाईँहरूलाई म हेराउने छु। र केटाहरूले यहाँ पुरा यो भाइ धेरै काम, यो भाइले धेरै मेहनत गरेछ। भाइ हाई कर दे रे, ए रोनाल्डो भाइ हाई कर दे। ऊ भाइले धेरै मेहनत गरेछ, त्यही भएर तपाईँहरू सबैजना यो ब्लगलाई सपोर्ट गरी नेक्स्ट ब्लगमा भेट्नेछौँ। र आजको लागि गाइज यति नै। अब नेक्स्ट ब्लगमा भेट्छौँ। धन्यवाद। सप्तरी भर्सेस झुम्का फुटबल क्लब झुम्का सुनसरीको पिचमा हुन गइरहेको छ। त्यसर्थ यहाँहरू पनि आजको खेलमा रमाउन चाहनुहुन्छ। आजको खेलबाट इन्टरटेनमेन्ट प्राप्त